लेखिदिएको रहेछ टक्क यो चाहिँ चिन्डे डाँडा चढ्ने माथि टक्क हो चाहिँ तर हल्का फोहोर भइसकेको छ र यसलाई हल्का मेन्टेनेन्स गरौँ भने चाहिँ दामी हुन्छ यार त्यो पनि दामी नै छ टक्क यो झुलुङ्गे पुलदेखि चाहिँ टक्क चल्दिएको म है अब चाहिँ के हुन्छ हेर्दैछौँ आम्मा ल ल ल सबजना यहाँ त भिडियो बनाउँदै हिँडिरहेको छ यार ल उही उही त्यहाँ हेर भ्लगर होइन म त म फिटनेस भ्लगर हौ अनि अहिले चाहिँ आज चाहिँ मेरो के छ भन्दा प्लान होइन त्यहाँ माथि गएर होइन टक्क पुलअप हान्ने ठाउँ भेट्यो भने चाहिँ पुलअप हानिदिन्छु पुसअप अनि आज चाहिँ मैले के गर्न आँटेको 1 मिनटमा कति पुसअप हान्ने क्या मैले नर्मली 74 पुसअप्स त हानिदिन्छु होइन विदिन 50 सेकेन्ड्स अब आज गएर हेरौँ कति हानिदिन्छु ल माथि अब ल टक्कसँगले एकछिन साथी ब्याटो छोड्नु पर्यो है ल यहाँ टक्क अब म भन्दै पछाडि 2 जना साथीहरू मेरो साथीहरू पनि आउँदैछ टक्कसँगले एकजना मेरो दाइ दिदीहरू मेरो दादा र दिदीहरू आउँदै हुनुहुन्छ दाइ र दिदी ल हेलो दाइ हेलो दिदी हजुर दाइ के अरे दाइ ल अनि टक्क आज चाहिँ होइन लोकल हाइकिङ नै भनौँ न हामी यो टक्क ए सरी यार बहिनी मैले झन्डै ठोक्यो ल स्टार्टिङको बाटो है यस्तो छ यार आम्मा म त लास्टमा हुन्छु कि तर होइन म त कुदिदिन्छु अहिले ब्याग पनि बोकिरहेको छु नि त त्यो पनि मजा आइरहेको छ तर भर्खर स्टार्टिङ हुँदैछ अहिले हेर्दैछौँ त्यहाँ माथि पुग्दाखेरि कस्तो घाम लागिरहेको छ तर आम्मा यस्तो घाम लागिरहेको छ होइन टोकसँगले पसिना त भइरहेको छु पसिना तर मजा आइरहेको छ ल अब चाहिँ हामी म के कुरा गर्न आँटेको थिएँ यार बिर्सेँ यार ए आज चाहिँ अनि 100 डे च्यालेन्जको डे 34 हो होइन त्यो भएर अनि आज चाहिँ मैले यसो दाइसँग हाइकिङ चल्दिउँ भनेर अनि चल्दिरहेको छु होइन अनि आज चाहिँ अनि मैले अघि भनिसकेँ त आज चाहिँ हल्का एक्सट्रिम खालको हल्का कार्डियो पनि दामी हुन्छ यो पनि दामी वर्कआउट हुन्छ मजा आउँछ आज तर स्टेप चाहिँ हामी गर्ने मैले त्यो स्टार्ट गरेकै छुइनँ अब स्टेप गर्नु चाहिँ हुन्थ्यो जो भने अब अर्कोपल्ट अनि घाम पनि 1.5 घन्टा लाग्छ क्या अब 1.5 घन्टामा कति हुन्छ होला आफै विचार गरेन कति स्टेप हुन्छ होला 1.5 घन्टा नर्मल मान्छेलाई 1.5 घन्टा 12 मिनटमा नर्मल हिँडाइमा 1 किलोमिटर हुन्छ क्या नर्मल मान्छेलाई 1.5 घन्टा होला तर हामी जस्तो यङहरूलाई चाहिँ यङ ब्लड होइन हामी जस्तो हरूलाई चाहिँ पार्ट अफ जोगै हामीलाई पनि त्यस्तै टाइम लाग्छ होला हेर्दैछौँ ल हामीले कति बजी स्टार्ट गरेको थियौँ 10 मिनट भयो 10 मिनट अगाडि स्टार्ट गरेको ल हामी त अलिक बाटो पनि पुगेको छैनौँ यहाँ चाहिँ ओभर कन्स्ट्रक्सन भइरहेको रहेछ यार अब ल हेर्दैछौँ के हुन्छ ल मजा आइरहेको छ ल दामी देखिँदैछ यहाँ दामी त के भन्नु ठिकै हो नेचर हो दामी नै भन्नुपर्छ दामी त के भन्नु होइन दामी नै भन्नुपर्छ यो कसरी जानु हौ यहाँ कसरी चढ यहाँबाट कसरी जानु यार सर्टकट बाटो छिरेको हुने रहेछ बाटै हो यो माटा पुगेकोमा थियो कहाँबाट जाने अरे बाटो अरे बाटो चाहिँ फेरि ल यस्तो बाटोमा टक्क चढ्ने हो खोइ हो जय टेरिका यो
म चाहिँ कुद्दैछु है ल यस्तो बाटो चाहिँ कटेर आएको क्या सजिलै थियो यो बाटो त हजुर भन्नु न दिदी नफाल्नु न दिदी ए दिदी कस्तो नजिस्काउनु न हौ दिदी यार ल दिदीले चाहिँ मलाई जिस्काइरहनु भएको थियो दिदी र दाई दाई चाहिँ किन ढिलो हौ दिदी भन्दा पनि दाई दाई तपाईँ चाहिँ किन ढिलो हौ दिदी भन्दा पनि दाई यो चेन तान्दिनु चेन मात्रै तान्नु नि फेरि पार्ट अफ जोक I love boys. हेर नियत खराब छ है ल स्ट्रेट हो हाम्रो दाई गफ हानिदिरहेको छ हौ ल अघि त्यो कुरा नगरौँ ल ल ल मजा आइरहेको थियो यार त्यस मजा आइरहेको थियो भन्न आएछ मजा आइरहेको छ के हो नेपाली व्याकरण पनि मैले त बिर्सिसकेँ यार मजाले बोल्नलाई त्यो के अरे त्यो छपरी नेपी जस्तो क्या त्यो हुन्छ नि कुल हुनलाई त्यो शब्द पछि इङ्ग्लिस युज गर्छ नि झन्डीहरू लिटरली यताउति हानिदिरहेको हुन्छ त कुल हुनलाई क्या त्यो मान्छे लिटरली के अरे अरू वर्ड्सहरू पनि छ क्या बाई द वे लाइक अरे क्या लाइक अरे क्या हुन्छ नि जस्तै हामी त अब जस्तै भन्छौँ नि त अब त्यो मान्छेहरू चाहिँ कुल हुनलाई लाइक अरे लिटरली अरे बाई द वे अरे कस्तो पुरै क्या त्यो युकेमा जन्मेर अनि नेपालतिर माइग्रेट भएर अनि आए जस्तो क्या नेपालतिर बसाइ सराई गरेर आए जस्तो क्या म पनि फेरि कुल हुनलाई चाहिँ भनेको होइन नि ल ल हेर्दै जाउँ कहाँसम्म पुगिन्छ क्या दामी शीतल छ यार कुनै कुनै ठाउँमा चाहिँ घाम आइरहेको हुन्छ जस्तै यस्तै त हो यस्तो बाटो अनि कुनै ठाउँ चाहिँ शीतल हुन्छ क्या ल उल्टो पनि हिँड्दिउँ न भरे उल्टो हिँड्दा हिँड्दै डाइरेक्ट म तल झऱ्यो भने चाहिँ के हुन्छ होला होइन हजुर ए ल मजा आइरहेको छ यार मजा जस हाम्रै लोकल ठाउँ पनि त हिँड्नु पर्यो नि त यसो अनि अघिदेखि चाहिँ मैले साथीहरूलाई दाई दिदी भन्दै जिस्काइरहेको हो क्या उनीहरूलाई यसो अनि साथीहरू उता पछाडि छ हेलो साथीहरू ए साथी हो किन ढिलो हो यार मेरो साथीहरू मेरो प्यारो साथीहरू अनि जस हिँड्दै गर्दाखेरि होइन यहाँ चाहिँ कस्तो दामी फिल हुन्छ यार मैले त यसो कहिले गरेको थिइनँ क्या अनि मलाई चाहिँ दुईजना साथीहरूले चाहिँ मलाई चाहिँ एप्रोच गरेको हो क्या अनि त्यही भएर चाहिँ अनि मैले भनौँ न ट्राई गरेको मजा आइरहेको छ यार पहिला नि एकपल्ट चाहिँ हामी कति सबैजना दाईहरू अनि साथीहरू अस्ति नै हामी कुन डाँडा गएको थियौँ त्यो तिहार पछि हामी कुन डाँडा गएको थियौँ हजुर धोजे अस्ति नै एकपल्ट चाहिँ हामी धोजे डाँडा गएको थियौँ क्या सबैजना त्यति बेला पनि अलिअलि यस्तै खालको थियो तर त्यो त धेरै थिएन हल्का सानो खालको थियो त्यहाँ पनि हिँड्नु चाहिँ पर्थ्यो हल्का ओभर उकालो मजा आएको थियो अनि अहिले चाहिँ यो चाहिँ मेरो फर्स्ट टाइम नै हो भनौँ न अनि पहिलोचोटि जस मजा आइरहेको छ यार यो एक्सपिरियन्स गर्नलाई यस्तो खालको यो महसुस गर्नलाई अघि फेरि मैले त इङ्ग्लिस बोल्नेहरूको बिल्ला हानिरहेको थिएँ अहिले म पनि हल्का शब्दै पछि एउटा थपिदिइरहेको छु त्यो चाहिँ अब अन्त हामी सबैहरू जनाहरू
प्योर नेपाल त बोल्नै छोडेछु म होइन त ल शुद्ध भन्नु पनि प्योर भनिदिइरहेको छु क्या होइन यसो सोच्दाखेरि त्यो हुन्छ नि त्यो चाहिँ के भएर होला ल मजा आइरहेको छ हेर्दै जानु होला यस्तो देखिँदो रहेछ हौ यस्तो देखिन्छ यो त धेरै भएको त छैन भर्खर त स्टार्ट हुँदैछ अब चाहिँ घाम आउने ठाउँमा आयो क्या अघि चाहिँ यतातिर चाहिँ हल्का शीतल थियो होइन फेरि घाम आउने बाटो आयो यस्तो देखिरहेछ घाम ल हेर्दैछु हेर्दै गर्नु होला कस्तो हुन्छ ल अब माथि गएर पुसअप्स पुलअप्स अनि सिटअप्स पनि हान्नुपर्ने छ हेर्नु होला ल किप वाचिङ अहिले हिँड्दा हिँड्दै चाहिँ मलाई ओभर खतरावाला फिलिङ्स आयो क्या खतरावाला के भन्दाखेरि बा म त फर्स्ट टाइम हिँड्दैछु पहिलोचोटि हिँड्दैछु त्यही पनि म त दुईजना साथीहरू भन्दा खतरा हिँड्दैछु त हुन्छ नि त्यो वाला फिलिङ्स आइरहेको छ हौ उनीहरू त कहाँ छ त हेर खै आउँदै होला उनीहरू हेर्दै जाउँ के हुन्छ मलाई चाहिँ ओभर यस्तो गर्नु मन लाग्यो ब्याङब्लुङ छिटो हुन्छ नि यस्तो कुराहरूमा चाहिँ एक्साइटेड भएर गर्नु मन लागिहाल्छ क्या छिटो हुन्छ नि त्यो भएर तर यसरी फोन बोक्दा चाहिँ हात गल्दो रहेछ अनि बानी छैन नि त त्यो भएर स्याहाँ चाहिँ हल्का हुन्छ बानी नभएर हो नि त तर ठिकै छ मजा आउँछ यस्तो यो भनेको चाहिँ टक्क बेसिक भइरहेछ बेसिक ट्रेनिङ भइरहेको छ क्या अनि पछि चाहिँ ठुलो हाइक जानु पर्यो भने चाहिँ खतरा तरिकाले गइन्छ होइन त त्यही हो ल साथीहरू चाहिँ तलै छुटिरहेको छ हेर्दै जाउँ उनीहरू कहाँसम्म पुग्छ ल खोइ त तिनीहरू छैन त यार अनि एक्लै हिँड्ने जस्तो फिल भइरहेछ यार सोलो हाइकिङ पो भइरहेछ यार दुईजना साथीहरू तलै छ म हिँडेको भयो कि म चाहिँ उल्टो ठाउँमा हिँड्दैछु त्यो पो शङ्का लाग्यो क्या अर्कै बाटो हो कि के हो उनीहरू अर्कै बाटो जान थाल्यो कि भन्ने पो सोच्न थालेँ अब त पर्ख्यौँ कि क्या हो जस्तो सोच्न थाल्यो हौ के गर्नु भयो खोइ छैन त उनीहरू त अनि टावर चाहिँ आएको छ कि छैन त कल हान्नु हुँदैन भाइ यो टावर आउँदो रहेछ त हौ त्यही कल हान्नु पऱ्यो र कल हान्छु उनीहरूलाई ल अहिले भेट्नुपर्छ साथीहरूलाई भर्खर कल गरेको उनीहरू आउँदैछ अरे म चाहिँ अब चढिहाल्नु पऱ्यो अनि चाहिँ हेरौँ के हुन्छ यसो हिँड्दा त यार त हुन्छ नि यस्तै हुन्छ क्या फुटबल खेल्दा पनि फुटबलहरू खेल्दा पनि सुरुमा चाहिँ पुरा कति पछि कुद्दाखेरि कति पछि हुँदाखेरि सुरुमा चाहिँ पुरा थाहा जस्तो हुन्छ नि अनि टक्क त्यो बडीले त्यो पेस पक्रेपछि अनि सजिलो लाग्छ नि मलाई त्यस्तै फिल भइरहेछ अहिले केही त्यो हुन्छ नि स्यासु केही भएको छैन आनन्दले मजाले हिँडेको जस्तो भइरहेको छ क्या दामी भइरहेछ मजा आइरहेको छ अनि साथीहरू चाहिँ कहाँ छ मैले चढ्नु पऱ्यो अनि माथि गएर टक्क पर्खिनु पऱ्यो शीतलमा त्यही त गर्नु पऱ्यो नि टाइमिङमा हिँड्ने भनेको थियौँ त्यो टाइममा भनेर अब यति टाइममा जाने यति टाइममा पुग्ने भन्ने प्लान गरेको थिएँ नि त उसले पनि त्यही गरेको थियो साथीले पनि तर खोइ अब यता पर्खिँदा ओर्दा त्यो नहुने भयो ठिकै छ नेक्स्ट टाइम अर्कोपल्ट चाहिँ गर्नु पऱ्यो अनि चाहिँ मजा आउँछ होइन त त्यही गर्नुपर्छ बस यस्तो देखिरहेछ
यहीँ छ जस्तो लाग्छ यार हुन त यहीँ त छ उयो त फुटबल ग्राउन्ड कस्तो दामी देखेको यार ग्राउन्ड स्टेडियम ल यसरी चाहिँ तर त्यो त्यो थाकेको भन्दा पनि केही भएको छैन नथाकेको छु न खुट्टा उयो भएको छ यो फोन चाहिँ यसरी पक्रिँदाखेरि ओभर हात दुख्दो रहेछ हात गल्दो रहेछ क्या एउटा यो पोजिसनमा यस्तो गर्दा 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 मैले चाहिँ कहिले पनि यसरी बनाएको थिइनँ नि त त्यो हात गल्दो रहेछ ल ल हेर्दैछौँ कहाँ पुगिन्छ अब एउटा भाइलाई सोधेको थिएँ त्यो भाइले चाहिँ अब 10-15 मिनटमा पुग्नुहुन्छ भन्दै थियो 10-15 मिनटमा हिँडेर पुगेर टक्कसँगले अनि चाहिँ बाबु कति मिनटमा पुगिन्छ 15 मिनटमा ल ल भाइ ल 15 मिनटमा पुगिन्छ अरे अनि यी नजिकै त रहेछ यार म त परै उयो होला भन्ने सोचिरहेको थिएँ क्या हुन्छ नि होला होइन 15 मिनटमा पुगिहाल्ने रहेछ अब माथि गएर नि म सबै टक 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 मिलाएर हाल्छु होला त्यो भिडियोहरू चाहिँ कुन भिडियो कहाँ हुन्छ होला हेर्दैछौँ टक्कसँगले लाइनमा अब चाहिँ मलाई त्यस्तो एडिटिङ पनि आउँदैन अनि के अरे हुन्छ नि कसरी के गर्ने भन्ने पनि छैन ल अब चाहिँ यता हो कि यता हो कन्फ्युज तर धरान 20 चिन्डे डाँडा भनेर यस्तो गरेको छ यहाँ त केही छैन त्यसो भए यतै होला यस्तै गरिदिउँ है यतै चलिदिउँ म चाहिँ आएको छुइनँ नि त अनि यहाँ यस्तो रहेछ क्या कस्तो रहेछ भन्दाखेरि चाहिँ ठक्क होइन ए रात आयो यार यस्तो रहेछ क्या दुईवटा बाटो होइन त एउटा बाटो यता जान्छ एउटा बाटो यता जान्छ म त आएको छुइनँ नि त कहिले पनि आउनेहरूलाई त थाहा हुन्छ अनि ए म त साथीहरूले पो बोलायो भने ऊ गर्दै साथीहरूले पो बोलायो होला भनेको त को के यता चाहिँ होला अनि म चाहिँ यो राइट टर्न होइन लेफ्ट टर्न ए के अरे राइट टर्नै लिनु पऱ्यो राइट डिसिजन भनेर अनि राइट टर्न लिँदै ल ए मजा त मजा आइरहेको छ ए दामी कार्डियो हो भएको छ दामी ठिकैको मजा आयो यस कार्डियो चाहिँ रमाइलो खालको कार्डियो हो आज चाहिँ भिडियो अघि पज भयो कि के भयो यार मलाई थाहा नै भएन त्यो आज चाहिँ के प्लान थियो भन्दाखेरि अघि अस्ति जिममा चाहिँ भाइहरूले के कुरा गरेको थियो भन्दाखेरि चाहिँ आज चाहिँ फुटसल स्याटरडे चाहिँ फुटबल खेल्नुपर्छ भन्ने कुरा गरेको थियो तर अब फुटसल खोइ केही हिजो कुरै भएन जिममा अनि त्यही भएर अनि अस्तिदेखि साथीहरूले एप्रोच गरिरहेको थियो हाइकिङ जानुपर्छ लोकल हाइकिङ यी चिन्डे डाँडा भनेर भनेको थियो त्यही भएर मैले चाहिँ अनि हिजोसम्म अस्तिको दिन चाहिँ मैले साथीलाई खै त्यहाँ फुटसल पनि भनेको छ भनेर भनेको थिएँ तर हिजो चाहिँ केही कुरा भएन त्यही भएर मैले साथीलाई ल जाउँ न त भोलि भनेर भन्थेँ त्यही भएर हिँडेको आज जस्ट अब फुटसलको गयो भने दामी वर्कआउट हुन्थ्यो हाइकिङ गएर पनि दामी वर्कआउट भएको छ जस्ट दामी खालको वर्कआउट भइरहेको छ आज पनि अनि अहिले माथि गएर पुसअप्स पुलअप्स अनि सिटअप्स त हान्नु बाँकी नै छ होइन त ल मजा आइरहेको छ बाटो यस्तो छ यो चाहिँ म यो सबै लामो भिडियो चाहिँ युट्युबमा मात्रै हाल्छु होला अनि के अरे त्यो इन्स्टा टिकटक अनि फेसबुकतिर चाहिँ त्यो अलिअलि यो सानो टक 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 हालिदिन्छु कि म पुसअप्स
अनि पुसअप्स सिटअप्स अनि पुलअप्स हानेको मात्रै हाल्छु होला म त्यो फेसबुक इन्स्टा र टिकटकमा चाहिँ। अनि यसको चाहिँ यो लामो भिडियो चाहिँ म युट्युबमै हाल्छु होला। यो चाहिँ अहिले अघि भर्खर मैले सुजन साथीबाट सिकेको क्या। सुजनले पनि हाल्छ नि त अलिअलि भ्लगहरू, अनि उसले म चाहिँ त्यस्तो गर्छु टिकटकको लागि बेग्लै भनेर, इन्स्टाको लागि बेग्लै, इन्स्टामा त उसले हाल्दैन टिकटकको लागि बेग्लै गर्छु भन्दै थियो। अनि मैले पनि त्यस्तै गर्ने हो त्यो आइडिया त राम्रो हो जस्तो फिल भयो त्यो भएर। सबै पहेँलो नपहेँलो छ घाँसहरू, के खाँदैछ यार यिनीहरूले। ल म चाहिँ रङबाट त आइनँ नि, मलाई फिल भइरहेछ क्या मलाई। भाइ या भिडियो पज पो भएछ यार। म त त्यहाँ मैले दुईजना के कस्तो उयो भयो भन्दा इन्सिडेन्ट भयो भन्दाखेरि त्यो दुईजना बहिनीहरू बसिरहेको रहेछ उतापट्टि फर्केर। आजकल त भाइ बहिनी सबैले एउटै खालको गेटअप गर्छ। अनि त्यो म चाहिँ भाइहरू जस्तो लाग्यो, भाइ भाइ भनेर बोलायो। भरे यस्तो फर्किँदा त त्यो बहिनीहरू पो रहेछ क्या। अघि चाहिँ अनि मैले चाहिँ अघि भनिसकेको थिएँ, भरे भिडियो पज गरेर पो बोलिरहेको रहेछु क्या। ल ल हेटहरूको ओठ पनि कस्तो सुक्खा भएको हौ। ल ल अब चाहिँ लगभग आइपुगिसक्यो यार म, जस्तो लाग्छ मलाई। म त आएको छुइनँ नि त कहिले पनि। सबैभन्दा हाइटमा पुगिसके जस्तो लाग्छ यहाँको चाहिँ। हाइट त अझै कति हुन्छ भने पाहाड त सकिने नै होइन, तर यो चाहिँ कहाँ पुगिसक्यो जस्तो भइरहेको छ। खै त अघि चाहिँ त्यो बहिनीहरूलाई भाइ भनेर बोलाइदिए अब खिच्चा लागिरहेको छ है, मलाई हाँस उठिरहेको छ। खै त आउँदैन उनीहरू यार, अघिदेखि पुरा एक्लै हिँडेको जस्तो फिल भइरहेछ। अनि यसरी बोल्दै हिँड्ने बानी पनि छैन। कोही मान्छे चाहिँ नर्मल मान्छे कहाँ बोल्दै हिँड्छ त होइन, त्यो पनि। अनि अहिले चाहिँ क्यामेरासँग बोल्दै हिँडिरहेको छु म। हल्का मान्छेहरूको अगाडि लाज पनि फिल हुन्छ अरे जस्तो पनि फिल हुन्छ। अनि त्यो चाहिँ जिममा चाहिँ बनाउँछु म, किनभने त्यहाँ त हुन्छ नि कम्फर्टेबल फिल गर्छु क्या म जिममा बनाउनु चाहिँ। तर यसरी बाटोतिर बनाउँदै हिँड्नु चाहिँ हल्का अप्ठ्यारो फिल हुँदो रहेछ, तर बिस्तारै बानी हुन्छ। ल ल ल ल ल ल कहाँ पुगिसकेँ म? ए यहाँबाट चाहिँ म त्यो तलको क्याप्चर गर्नु पऱ्यो क्या। अझै माथिबाट पनि गर्छु, तर यहाँबाट पनि क्याप्चर गर्नु पऱ्यो। आम्मा साथीहरू त म कहीँ देख्दिनँ त यार, यत्रो बाटोमा कहीँ छैन त तिनीहरू। कि म चाहिँ ओभर छिटो हिँडेर त्यस्तो त मलाई फिल भएको छैन। म त बाटोमा रोकिँदै पर्खिँदै आइरहेको छु, त्यो पनि उनीहरूलाई भेट्दिनँ यार। कि अर्कै बाटो हो कि क्या हो? म त सङ्ख्यामा पऱ्यो त हौ। ओठ सुकिरहेछ कि फुटे जस्तो भइरहेछ त्यो हावाहरूले, धुलोहरूले। यस्तो गर्नु मन लाग्छ भने ल ल ल अब फेरि त्यही त झुकिने आयो है। अब कहाँ जानु म?
अझै यहाँ माथि जानु कि एउटा होटेलको देखाइरहेको छ। सरी होटेल भन, आज होटेल हो कि के हो यो, के हो होमस्टे हो कि के हो। ल भर्खर साथीले कल गर्यो कि, अनि एकजना साथी चाहिँ बिरामी थियो नि त, हिजो टाउको दुखिरहेको थियो, अनि आज त्यही पनि आएको थियो। ऊ चाहिँ अनि हिँड्नै नसक्ने भएछ, हल्का साह्रो परेछ। फेरि उनीहरू दुईजना चाहिँ तलै बस्यो। अब म चाहिँ अब यत्रो आएपछि त्यहाँ माथि नपुगिकन त कसरी तल झर्नु होइन, त्यो जोतमा आए जस्तो हुन्छ। त्यही भएर म चाहिँ जाँदैछु एक्लै। अब उनीहरूलाई पर्खिरहेको थिएँ नि म त, भरे उनीहरू त नआउने भइसकेको रहेछ। ठिकै छ, उसलाई साह्रो परेछ बिरामी भएर। अब म एक्लै माथि पुगेर आउनु पऱ्यो। अनि चाहिँ त्यहाँ जाम कि क्या हो, त्यहाँसम्म चाहिँ पुगेर आइदिउँ कि क्या भनेको। कहाँ छ त्यो, योभन्दा त जुमै हुँदैन, त्यहाँ पुगेर आइदिनु पर्यो। ल एक्लै हिँड्नु पनि तर मजा आउँदो रहेछ हौ होइन। हुन्छ नि क्यामेरासँग बोल्दै, क्यामेरासँग बोल्नु भनेकै भ्युवर्सहरूसँग हेर्दै बोल्नु हो नि त। अनि हेर्दै बोल्दैछु म, मजा आइरहेको छ है। शीतल पनि भइरहेको छ यहाँ, केही त्यो फिलै भएको छैन। त्यस्तै मजा आइरहेको छ। म चाहिँ धेरै अर्कै ठाउँमा आउँदैछु कि क्या हो भनेर सोचमा परिरहेको छु कि, तर हो कि होइन। त्यही भएर ट्राई गरौँ, लेट्स सी। अब म चाहिँ हिँड्दैछु मजाले, मजा आइरहेको छ। अब के को बारेमा कुरा गर्नु त, त्यही हो। अब साथीहरू भएको भए हाँस्दै रमाइलो गर्दै जानु मजा आउँथ्यो। साथीहरू नै छैन, अनि के गर्नु। अब एक्लै क्यामेरासँग बोल्दै त जानु पऱ्यो नि होइन। अब कहाँ हो मलाई फेरि एक्ज्याक्ट लोकेसन पनि थाहा भएन क्या, त्यो भएर चाहिँ उत्यो भएको के अरे कन्फ्युजन भएको। जानुपर्ने कहाँसम्म हो कि त्यहीँसम्म जानुपर्ने हो र, मलाई थाहा पनि छैन क्या। के देखाउँदैछु हौ मैले, त्यहाँसम्म जानुपर्ने हो र कि होइन हौ, त्यही नै थाहा छैन मलाई। यस्तो छ तल चाहिँ आज दामी भइरहेछ यार कार्डियो चाहिँ। ल हेर्दै गरौँ, माथि गएर पुसअप्स पुलअप्स सिटअप्स हान्ने भनेको के भयो। ल अब चाहिँ मैले धेरै भिडियो बनाए जस्तो लाग्यो कि, अझै सुई हिँडेर एकैचोटि माथि पुगेर भेट्नु पऱ्यो यार। ल ओके, किप वाचिङ। ए म चाहिँ अघिदेखि होइन यो भाइलाई भेटेर पो थाहा पायो। म चाहिँ अघिदेखि चिन्ने डाँडा त उता रहेछ नि त, कता पो अरे भाइ, उयो होइन उता रहेछ होइन। म चाहिँ अघिदेखि यो भ्यू टावर रहेछ क्या त्यो चाहिँ, अनि भ्यू टावरलाई हेरेर म हिँडेकै नै। म त अनि चिन्ने डाँडा जानुको साटो म त भ्यू टावर पो गइरहेको रहेछु। अब चाहिँ के प्लान भयो भन्दाखेरि मेरो भ्यू टावर पनि जाने, चिन्ने डाँडा पनि हिँड्ने। अनि भाइले मलाई सोधेको थियो क्या, दाइ कतिको हिँड्नुहुन्छ तपाईँ भनेर। म त ब्ल्याङब्लुङ हिँडिदिन्छु भनेको। ल भाइले ल जाउँ न त दाइसँगै हान्ने। ल अब म भाइसँग हिँड्ने, म अघि सोलो भइरहेको थियो, अहिले चाहिँ पार्टनर पनि भेटेँ एक्कासी यहाँ। ल त्यहाँ क्या अघिदेखि चाहिँ मैले भ्यू टावरलाई पो भनिरहेको रहेछु क्या, चिन्डे डाँडा भनेर। ल अहिले चाहिँ खुट्टा केही भएको छैन कि, अब भोलि चाहिँ थाहा हुन्छ क्या खुट्टा चाहिँ कस्तो हुन्छ हाम्रो। ल
यही कता यता हो यस्तो रहेछ नि हात गलेर हात चेन्ज गरी गर्दैछु हौ म त यस्तो यही भाइले हेल्प गर्यो क्या लोकेसन देखाउनलाई चिन्डे डाँडा त अनि तलैबाट रहेछ म त माथि पो आएछु अब त भ्यू टावर हेरेर अनि चिन्डे डाँडा पनि जाने कुरा भयो ल ल यहाँ त बाटै रहेछ त यार भाइ होइन ए आयौँ त है ल अब चाहिँ भ्यू टावरै गएर भेटौँ न ल अब चाहिँ हामी भ्यू टावरै पुगेर भेट्ने भनेको आजदेखि नै सुरु गरौँ भन्ने प्लान सुरु भयो हाम्रो अनि बाटो चाहिँ यस्तो छ है भाइ पनि मैले टक्क ल अब चाहिँ हामी लगभग आइपुग्न लाग्यौँ आजबाट सुरु गरेको हाम्रो यो पनि दोकान हो नि के हो दगन यो ए यो घर चाहिँ खाजा घर रहेछ पहिलाको चाहिँ यो डाँडा पिपल डाँडा पहिला पिपल डाँडा भनेको यहाँ माथिको पिपल यहाँ पिपल छ नि त दुईवटा जोडी छ त्यहाँ तल र माथिल्लोपट्टि अनि अहिले बाटोको लागि चाहिँ जेसिबीले खोलेर फाल्दै गयो क्या ए यो यसलाई यो पिपलको बोर्ड हो नि यो पहिलाको चोक हो क्या अब यो भ्यू टावर जाने बाटो टक्क आयो क्या ले अघि पज भएछ भिडियो मलाई फेरि के हुन्छ अब चाहिँ भ्यू टावर जाने बाटो आइपुगिसक्यौँ हामी टक्क यो चाहिँ होइन दाइ अब विष्णुपादुका जाने बाटो ठिक्क छुट्टिन्छ होइन त तामाखाम फुस्रे ओसो जान्छ अनि एउटा चाहिँ धरान जाने बाटो यताबाट छुट्टिन्छ यो चाहिँ भ्यू टावर जाने बाटो ए भ्यू टावर त आयौँ त आइपुग्यो ए अघिदेखि मैले देखाएको चिन्डे डाँडा भनेर भरे रहेछ भ्यू टावर अब भ्यू टावर जानुपर्ने भयो भ्यू टावर गएर चिन्डे डाँडा चाहिँ मुनि हो क्या ए चिन्डे डाँडा यो भ्यू टावर भन्दा मुनि हो ए म त जानुपर्ने अलिक तल तर अझै माथि चाहिँ गइदिएछु ल जोस् भाइ चाहिँ लोकलै भएर भाइलाई चाहिँ पैसा लाग्दैन रहेछ नभए भ्यू टावर चढ्न 25 रुपियाँ लाग्दो रहेछ अब भाइ र म चढ्दैछौँ भ्यू टावरबाट चाहिँ कस्तो देखिन्छ हेरौँ न अब चिन्डे डाँडा त भन्दा पनि धेरै माथि आएछु म त आउँदै जस यो भ्यू टावर चढ्न त कस्तो राम्रो बनाएको रहेछ हौ भ्यू टावर जुन चाहिँ नि मेन्टेन गरेर मेन्टेन्ड भ्यू टावर रहेछ अब माथि जाने माथि गएर हेर्नुपर्छ ल अझै एक स्टेप माथि चढ्नुपर्ने रहेछ अरे ल चढ्दिउँ न त यो त यसरी हेराउँदाखेरि त कसको घर चढे जस्तै हुन्छ त अनि होइन त यसरी यो मात्र हेर्दाखेरि त यही हो म 25 रुपियाँ तिरेर होइन म यो हेर्न आएको 25 रुपियाँ तिरेर होइन 25 रुपियाँ तिरेर यो हेर्न आएको ल चिन्डे डाँडा चाहिँ कुन हो अरे भाइ चिन्डे डाँडाको रास्ताको यो कुन यो एउटा ट्रस भएको एउटा ट्रस हालिरहेको छ नि घर जस्तो त्यही डाँडा हो उ त्यो यहाँ हेर त कुन हो त्यो यो क्या यो अहिले फलामहरू यो ठाडो बनाइरहेको छ नि यो टावर जस्तो त्यही हो म जानुपर्ने त्यहाँ तर त्योभन्दा धेरै माथि चाहिँ म आएछु जस राम्रो भयो यति माथि आएर पनि ल अब चिन्डे डाँडा पनि जान्छौँ भ्यू टावर आएर यही हो हेरेको ल ए
ल हेरेकै यही ड्रोन भए चाहिँ ड्रोन उडाउनु हुन्थ्यो होइन अब ड्रोन छैन अब फोन यसरी घुमाउने हो यार वरिपरि पारी गर्नु देखाउनु ल यसलाई चाहिँ होइन माथि देखाउँदै देखाउँदै यता माथि टोटके बाको भन्छ होइन अनि यता यो साइडमा चाहिँ बन्दुके भन्छ बन्दुके यसलाई चाहिँ बन्दुके भन्छ यसलाई चाहिँ के भन्छ अरे यो टोटके बाकुपतिर पर्छ क्या टोड्के बाकुप यताको कालो डाँडा छ नि यो चाहिँ लेक हो क्या लेक हो माथि लेक त्यसरी यता चाहिँ यता तामाखान पर्छ तामाखानी भेलेटार लास्टको डाँडा भेलेटार हो कि यताको यो फर्स्टको चाहिँ यो फार्म भएको छ नि यो फार्म भएको हो त्यो चाहिँ भएको चाहिँ तामाखाम यता चाहिँ 2 नम्बर चाहिँ पहिलाको यता चाहिँ 2 नम्बर यो गाउँ खेतहरू छ क्या यहाँ चाहिँ धानहरू रोप्छ उयो अब यो डाँडा छ नि दाइ यो डाँडा कुन यो माथिको क्या यहाँ घरहरू भएको गुम्बा छ यहाँ गुम्बाको पछाडि चाहिँ मन्दिर छ कि खोलामा त्यो चाहिँ विष्णुपाद गुम्बा त उयो झन्डा देखिरहेको छ नि कहाँ छ हौ त्यो जुम्बी भएन देखिसकेँ मैले त्यो हल्का सानो झन्डा देख्दै हुन्छ त्यो गुम्बा अरे त्यहाँ पछाडि मन्दिर छ अरे खोला छ अरे हजुर ए विष्णुपादुका त्यही त होइन अब चाहिँ हामी भ्यू टावर हेरिसक्यौँ होइन भ्यू टावर चाहिँ होइन भ्यू टावरबाट भ्यू चाहिँ हेरिसक्यौँ अनि चाहिँ अब भाइलाई अब हामी चाहिँ लागेको अब चिने डाँडातिर होइन भाइ ल अब चाहिँ हामी चिने डाँडातिर लाग्यौँ ल अब चाहिँ उत्रेको त के भिडियो बनाउनु ल उतै गएर भेटौँ है फेरि अलिक तल पुगेर भेटौँ ल अब चाहिँ चिने डाँडातिर लाग्दैछौँ भन्दैछु भाइले ल यो रहेछ बाटो आएर राति क्याम्पिङ बस्ने ठाउँ क्याम्पिङ यो चाहिँ क्याम्पिङ बस्ने ठाउँ रहेछ है बाटो चाहिँ यस्तो रहेछ यो भ्यू टावर यता चाहिँ ओह्रालो बाटो चिन्ने डाँडा भएको छु म जहाँ त म खास गरी चिन्ने डाँडा गएको तर म त हिँड्दै भ्यू पोइन्ट आइपुगिसकेपछि भ्यू पोइन्ट टावर त्यो चाहिँ टोड्के भ्यू पनि देखिने रहेछ चिन्ने डाँडा भ्यू भनेर लेखेको पनि थियो त्यसमा देख्नु त कस्तो ओइ यो जुत्ता त ओभर चिप्लिँदो रहेछ हौ आम्मा ओइ भिडियो गर्दै त म हिँड्नु त यार कस्तो गाह्रो भएको आम्मा ओइ यस्तो त हौ आम्मा यस्तो मान्छेहरू सक्दैन नि अलिकति जम्प गर्ने मान्छे चाहिन्छ क्या त्यस्तो एउटा कर्र कुदै आइपुगेको छौँ यो बाटो चाहिँ भाइले कहाँ विष्णुपादुका जाने टोटके जाने बन्दुके जाने मेन बाटो हो त यो चाहिँ त्यो बाटो रहेछ अब चाहिँ हामी चिन्ने डाँडा यसरी जाँदैछौँ चिन्ने डाँडाभन्दा धेरै माथि आइपुगिसकेको छु त म अनि जस मजा आयो झुक्किएर यता भ्यू टावर आए पनि राम्रो भाइसँग भेट भयो जस रमाइलो भयो टोड्के भ्यू टावर चिन्ने डाँडा भ्यू टावर भन्दो रहेछ जस मलाई पनि चिन्ने मान्छेहरूले देख्नु भयो भने होइन मलाई पनि ल भिडियो सुरु भयो कि भएन मेरो चाहिँ भिडियो पज भक्क भइसक्यो खिच्दै पज हुने के हुने भइरहेको छ क्या किनकि हातमा पसिनाहरू स्टोरेज नै फुल भएर म एप्सहरू डिलिट गर्दै भिडियो खिच्दैछु पुरानो फोटोहरू सबै दाइले खालिसक्यो होइन हाम्रो भिडियोको लागि चाहिँ धेरै लाइक आओस् भनेर भिडियो होइन धेरै आओस् भनेर चाहिँ दाइले उयो गरिराख्नु भएको छ मनदेखि नै होइन त्यो भएर स्टोरी फुल भक्कु गरिरहेको छ क्या आज ल फाइनली मैले सब फोटोहरू भिडियोहरू एप्सहरू डिलिट गरेर अब चाहिँ भिडियो मजाले गर्न मिल्ने भयो ल अब चाहिँ हामी यता नदेखाउनु यतिकै हिँड्नु न अनि यहाँ चाहिँ अब घरसहरू फर्काएर होइन सुम्निमा पारमा हामी बनाउँदैछ क्या यहाँ डाँडामा के बनाउँदैछ अरे सुम्निमा पारमा ए सुम्निमा पारेमा
यही हो लास्ट हामीलाई चिने डाँडा देखाउने भनेर यही हो नि यो चिने डाँडाको भ्यू देखिसक्यो हामीले ल अब चाहिँ म आइसकेँ केटाहरू छुटिहाल्यो साथीहरू अब म चाहिँ यस्तो देखिने म आएको चाहिँ यहीँ थिएँ अघिदेखि तर यहीँ बल्ल तल आइपुगेँ ल यही हेर्न आएको थिएँ अघिदेखि ल हेरेँ रमाएँ मेरो टार्गेट जहाँसम्म थियो त्यहाँसम्म पुगेँ त्योभन्दा माथि नै पुगेँ चिन्डे डाँडा आउने प्लान थियो भ्यू टावर होइन त भाइ भ्यू टावर गएर पनि चिन्डे डाँडा आइपुगेँ ल यहाँदेखि प्याराग्लाइडिङ हुन्छ क्या दाइ यो लगाएको छ नि यहाँदेखि प्याराग्लाइडिङ यहाँदेखि यहाँ प्याराग्लाइडिङ पनि हुँदो रहेछ प्याराग्लाइडिङ गर्ने ठाउँ यहाँ तल झर्छ स्टेडियममा झर्छ अरे ल ल ल ल ल अस्ति नै एकपल्ट भाइरल भएको थियो नि प्याराग्लाइडिङ गरेर त्यहाँ गेम हुँदाहुँदै झर्दा थाहा छ म्याच हुँदाहुँदै ल हेरौँ अब सक्यो यही त हो आएको ठाउँ अब लाग्ने हो तल ल जहाँसम्म प्लान थियो प्लान पुग्यो त्योभन्दा माथि पनि पुगेँ ल हेर्दै गर्नुभयो ल ल म चाहिँ अब भ्यू टावर पनि सरी चिन्डे डाँडा पनि हेरेर अब यस्तो बाटो झर्दैछु है आम्मा बाटो त त्यो अघि नै त्यो भ्यू टावरबाट तल झर्दाको जस्तै छ यार ओइ आम्मा यो भाइले नभएको त म सिधै कहाँ झर्थेँ भाइ म ल ल ल जुत्ता हल्का चिप्ल्यो आम्मा भाइले त चप्पल लाएर पनि भाइको त बानी भएर हिँडिरहेको छ म चाहिँ झन्डै चिप्ले हो ल यस्तो बाटो अब चाहिँ म साथीहरू भएको ठाउँ जाँदैछु यार हल्का हतारमा चिन्नु हुँदैन रहेछ क्या हतारमा हिँड्नु भने चाहिँ ब्रेक लाउने ब्रेकवाला जुत्ता चाहिने रहेछ क्या ब्रेक हान्ने आम्मा ल ब्रेक हान्ने जुत्ता चाहिने रहेछ नि त फेरि ब्रेक हान्ने जुत्ता भएन भने त अनि सकिने रहेछ त अनि ल त्यही पनि हिँडौँ न है हिँड्दैछु म साथीहरू पर्खिरहेको छ फेरि भाइ एडभेन्चर पार्कमा टक्क निस्केर तपाईँ जानुभयो भने म तपाईँलाई यो बाटोको यो लोकेसन बाटो देखाइदिन्छु कि साथीहरूले मलाई के बेस क्याम्प भन्दा अलिकति तलको डाँडामा छ अरे क्या बेस क्याम्प भन्दा अलिकति तलको डाँडामा छ अरे हो हो र धेरै तल छ उनीहरू के हो यो खिच्चा अलिकति रमाइलो ट्याट म त किने के हो भनेर देखायो कि यस्तो गरेर हेरेको त थ्याट भाइले पनि मजाक गर्छ बेला बेला भाइ एकछिन यो यसरी पक्रिदियो त आजको फेरि डे 34 को डे चाहिँ आज हाइकिङबाटै बित्यो है ल त्यो भएर ल ल यो यता हो तल झर्न त मजा आउँछ हौ तर कल गर हेलो माथि पुगेर म त कहाँ धेरै माथि पुगेछु नि चिन्डे डाँडा भन्दा पनि यता म त भ्यू टावरतिर गएछु भ्यू टावर पुगेर अनि यता एकजना भाइलाई भेटेँ
भाइसँग भ्यू टावर घुमेर त्यस पछाडि चिन्ने डाँडा घुमेर चिन्ने डाँडाबाट अब तल फर्किँदैछ यार। रातो कटेज कहाँ छ भाइ? तल छ कुन ठाउँमा तिमीहरू? मैले थाहा पाइसक्यो। हजुर बेस क्याम्प भन्दा मुनि हो नि बेसी त्यो त तलै हो धरा तल्लै हो तिमीहरू? ए ल ल ल ल ल म आउँदैछु ल। कस्तो भुकेको नभुक म त्यो भन्दा माथि नै छु म आइपुगिन्छ है भाइ अब आधी घन्टा लाग्छ ल ल नबुक भुक्नु हुँदैन। कस्तो भुकेको ए म त झन्डै उता गएछु। कस्तो भुक्दैछ भुकै छ केही छैन। नचिनेर नचिनेपछि यस्तै हुन्छ जनावरहरू। भर्खर साथीहरूले कल गरेको साथीहरू त त्यसलाई बेस क्याम्प भन्छ कि बेसी क्याम्प भन्छ हो के हो? एकछिन कुकुरहरूले धेरै भुक्यो कि म त्यही भएर अहिले एकछिन तल गएर भेट्छु ल। अलिक तल गएर ल ल म चाहिँ होइन स्वेच्छा एडभेन्चर पार्कमा आइसकेको छौँ हामी। त्यहाँ जानु त स्वेच्छा एडभेन्चर पार्क राम्ररी देखाइदिनु। यो अघि हेरिरहेको आएको यही हो यो एडभेन्चर पार्क हो होइन। तल ह्याङ्गिङ ब्रिजहरू छ। यसरी जाँदैछौँ अब। यहाँ 360 साइकल पनि छ दाइ। 360 साइकल भन्नु पर्छ तपाईँलाई। त्यो वरिपरि घुम्ने क्या 360 डिग्री घुम्ने भनेको बाइक तिमीले। त्यो साइकल पनि छ होइन। तपाईँहरूलाई गर्नु मन लाग्छ भने सुपरम्यान जिप लाइन साइक्लिङ सबै छ यहाँ नाङ्दुङ। देखाइदियो नि त एकचोटि दाइ हाम्रो भ्लगमा अगाडि। यो चाहिँ जिप लाइन हो दाइ तल लास्टको होइन। यताको चाहिँ साइक्लिङ स्वेच्छा भन्ने ठाउँमा चाहिँ साइक्लिङ भन्छ क्या त्यहाँनिर। यो स्वेच्छा यो स्वेच्छा एडभेन्चर पार्कको चाहिँ यो ट्राभलिङ भएको ठाउँ चाहिँ हो। ल अब हेर्दै जाउँ। ट्राभलिङ अब तल झर्दैछु हेर्दै भन्दा भन्दै हामी कहाँ आइपुग्यौँ भन्दाखेरि चाहिँ हामी चाहिँ पुरै स्वेच्छा एडभेन्चर पार्कमा यहाँ आइपुग्यौँ। स्वेच्छा एडभेन्चर पार्कमा आइसक्यौँ हामी होइन। यो स्वेच्छाको तल अहिले स्वेच्छा होटल पनि छ क्या दाइ। स्वेच्छा भन्नु ल ल यहाँ चाहिँ के छ भनेको भाइ तिमीले? तिनीहरू यो एडभेन्चर त्यही ह्याङ्गिङ ब्रिज भन्छ यो तलको ह्याङ्गिङ ब्रिज। अनि यो चाहिँ होटल भयो दाइ। त्यो सिक्किम साइकल पनि त्यहीँ चाहिँ छेउमा नजिकमा गएर पनि देखाउन सक्नुहुन्छ हामीले। ठिक छ भाइ छोडिदिउँ भाइ धेरै भयो यतिकै हेरिदिउँ। ट्याक्क रोक्नु नि दाइ। ल पुरा पिस छ यार। दामी आउँछ दाइ यो भएन तल पिस छ दामी छ दाइ। अब त माथि यसमा जाने क्या साइक्लिङमा जिप लाइनमा आउनु जाउँ होला भाइ। अब त उता तल हिँड्नुपर्छ भाइ। कहाँ तल? यता तल क्या तल अब जानै पर्ने ठाउँमा। यताबाट निस्किने हामी। यतैबाट निस्किने ठाउँ पनि छ। ल ल भाइले चाहिँ के भन्नु भन्दाखेरि चाहिँ यतैबाट चाहिँ निस्किउँ भनेर भन। ल निस्किदिउँ न त भनेर मैले भने। साइक्लिङ पुरा फिट गर्छ होइन। त्यहाँनिर फिट गरिसकेपछि चाहिँ उता साइक्लिङको पारिवारि हुन्छ पुरा अप एन्ड डाउन हुन्छ होइन। तर यो चाहिँ 2 वे चाहिँ साइक्लिङको हो। जिप लाइनको चाहिँ 1 वे मात्र हो। जिप लाइन भनेको चाहिँ यही हो होइन। यहाँनिर सुली हार्नेस सेफ्टी लगाएर चाहिँ जाने यताबाट सट्ट पारि झर्ने। त्यो चाहिँ साइक्लिङको दाइ। साइक्लिङको होइन यो पुरा अहिले बन्द छ। मान्छेहरू आएपछि त ट्राभलिङ हुन्छ नि त। यो सबै बन्द छ अहिले। बन्द भनेर खुल्लै हो तर मान्छेहरू आयो भने चाहिँ अहिले नै हामी चाबी ल्याएर चलाउने काम गर्छौँ। ल यो जिप लाइन पनि हेरिहाल्यो होइन। चिने डाँडाको लोकल जिप लाइन। ल अब चाहिँ
लाग्नुपर्छ तलतिर ल अरूतिर आउनु भयो भने यही जिप लाइनमा आयो भने हामीलाई भेटिन्छ तिमी जिप लाइनमा हुन्छौ कहिले काहीँ हुन्छ होइन कहिले काहीँ हुन्छ नत्र दाइहरू हुन्छ ए ल ल भाइ ल तपाईँ आएको छ भने दाइहरूले भनिराख्ने कि भाइ यो दाइ आएको थियो भनेर भनिदिनु कि भनिहाल्छु तिनीहरूलाई ल ल भाइ तिनीहरूको नम्बर लिएर जानु न अर्को आयो भने ल ल भाइ मेरो त फोन पनि छैन कि दाइ त्यही भएर फोन पनि बोक्दिनँ ल ल भाइ केही छैन भनौँ यतै गाउँमै बस्छु म होइन सबै अनि बाटोसाटोहरू चराउने घाँस दाउरा साउरा काट्ने खाना खाने बस्ने लोकल मान्छे हो होइन हामी केटाहरू चाहिँ तल झरानमा गएर काम गर्दैनौँ कि त्यतै गाउँमै केही गर्छौँ भनेर चाहिँ बसिरहेको छु अहिले अनि केही गर्नु चाहिँ सकेको छुइनँ कोसिसमा यही बाटो छिरेको यसरी निक्ल्यौँ हामी त्यही होइन यहाँ हेर नि यहाँ माथि यो बाटो छ नि त्यहाँको यहाँ डाँडामा एउटा घर छ कि त्यही घर मेरो दाइ यो भाइको घर चाहिँ यहीँबाट डाँडामा छ अरे यो बाटो जानुपर्छ अरे ल अब यता यो यहाँ गएर यताबाट छिरेको थियौँ उताबाट निस्क्यौँ तलबाट भाइले बन्द पनि गरिदिएछ लेट ल अब चाहिँ यसरी लाग्दिने हो माथि ल जाउँ अब अघि चाहिँ मैले भनेको थिएँ नि त माथि आएर पुसअप हान्छु भनेर अनि त्यो अघि चिने डाँडामा त मान्छे हल्का अप्ठ्यारो फिल भयो कि अनि यहीँ चाहिँ म 1 मिनटमा कति पुसअप हानिदिन्छु यत्रो माथि चढेर पनि 1 मिनटमा कति पुसअप हानिदिन्छु ल एकतिस 32 33 भर्खर 33 35 सेकेन्ड हुँदैछ दाइ 41 सेकेन्ड भयो दाइ 50 पुग्नु लाग्यो दाइ 50 पुग्यो अझै हान्नु दाइ 55 56 57 58 59 पुसअप हानिसकेँ है अनि पुसअप हानिसकेँ अनि पुसअप हानिसके पछाडि चाहिँ अब चाहिँ अब हामी छुट्ने क्रममा छौँ दाजु भाइ तपाईँ चाहिँ तलतिर ट्याक्क ओह्रालो जानु अब धरन झर्दैछ दाइ चाहिँ अब म यतै हो यतै बस्ने मेरो घर यतै पर्छ नि त ल पुसअप हाने मैले भनेको थिएँ नि त माथि गएर पुसअप हान्छु भनेको थिएँ अब पुलअप हान्ने ठाउँ त छैन अब जस्ट 1 मिनटमा कति पुसअप हान्छु भनेर हानेको थिएँ नर्मली त मैले 75 पुसअप्सहरू हानिदिन्थेँ यार तर 70 मात्रै भयो अहिले चाहिँ माथि चढेर भएर होला 70 मात्रै हान्न सकेँ ठिकै छ नो वरिज अब चाहिँ म मेरो साथीहरूलाई खोज्न जान्छु साथीहरू त अलै छ यार आज सोलो ट्राभल भयो यस तपाईँको अब यहाँदेखि छुट्टिन्छ दाइ तिम्रोमा छुट्टिने हो भाइ कहाँदेखि यही बाटोदेखि अब म मासतिर जान्छु नि तपाईँ ठिकको त्यही बाटो तलतिर जानु ल ल भाइ बाई बाई ल राम्रोसँग बस केयर गर है ल यो भाइ चाहिँ यो बाटो जान्छ अरे ल भाइ बाई बाई ल ल भेट्दै गर्नुपर्छ भाइ ल बाई बाई ठ्याक्क छुट्टिने बेला चाहिँ यो भाइको भाइहरू पनि अर्को भाइहरू पनि भेटेँ ल भाइ तिम्रो नाम के हो मेरो नाम सुजन तामाङ सुजन तामाङ भाइको मेरो नाम धीरज तामाङ धीरज तामाङ ल भाइहरूलाई अब भाइहरू 3 जना भाइहरू चाहिँ सँगै जान्छ होला म चाहिँ यताको बाटो राखिदिन्छु मैले साथीहरूलाई कहाँ भेट्छु होला भाइ अब घरमै भेट्नुहुन्छ होला किनकि तपाईँको अब ट्राभलिङ नै छुटिसक्यो थियो उनीहरू त्यही कारणले अब ल ल ल भाइ ल ल ल म चाहिँ अब साथीहरूलाई भेट्छु ल ल भाइहरू बाई बाई ल अब चाहिँ एक्लै भयो म फेरि ल यस्तो भएर अब चल्दिने हो यार आज राम्रो भयो वर्कआउट
मैले चाहिँ फेरि त्यहाँ माथि चिन्डे डाँडा पुगेर फोटो खिच्न चाहिँ बिर्सेछु क्या। ठिकै छ, केही छैन, नो वरिज। अर्कोपल्ट आयो भने फेरि फोटो खिच्छु। अब चाहिँ म तल झर्दैछु होइन। अब चाहिँ उनीहरूलाई भेटेरै भिडियो स्टार्ट गरौँ कि जस्तो फिल भइरहेको छ। के गर्नु के गर्नु, अहिले भयो भने फेरि भिडियो खिच्न सक्छु, नभए त्यो साथीहरूलाई भेटेरै भिडियो खिच्छु। ल हेर्दै गर्नु होला। भिडियो खिच्दिनँ भन्दै थियो कि, तर बाटो देखाउन मजा आयो क्या, मजा आउँछ जस्तो लाग्यो क्या तपाईँहरूलाई पनि। त्यही भएर मैले चाहिँ बाटो देखाउन आँटेँ। ल यस्तो बाटो यसरी जाँदैछु। ल म त्यो यस्तो बाटो हिँडेर चाहिँ अहिले ट्याक्क अब अहिले चाहिँ बल्ल त्यो राम्रो बाटो भनौँ न, अहिले मेरो लागि चाहिँ राम्रो बाटो म आइपुगिसकेँ। अनि साथीहरू चाहिँ लाउरे होटलमा छ अरे। लाउरे होटल भन्ने कुनै होटेलमा, लाउरे होटेल भन्दैछ, कहाँ हो। अनि अब त्यो लाउरे होटेलमा गएर भेट्नु पऱ्यो उनीहरूलाई। ल जोस् झन्डै लडे या। ल झन्डै लडे, त्यहाँ तर्सिँदै हुनुहुन्थ्यो, म लड्दैन त्यहाँदेखि सर आएको त। ल कता हो? हजुर अझै माथि चाहिँ जानु? यताबाट तल धरान झर्ने बाटो होइन त यहाँबाट? ए उनीहरू त मभन्दा माथि पो बसेछ यार, म पो अगाडि। कति टाढा छ? म चाहिँ उनीहरूलाई पर्खिनु पर्ने हो। उनीहरू चाहिँ मलाई पर्खिने भन्ने कुरा हुँदै थियो। उनीहरू चाहिँ अहिले भन्दै हुनुहुन्छ लाउरे होटेल त माथि छ भनेर। मैले चाहिँ उनीहरूलाई बोलाउनु पर्ने भयो। उनीहरूलाई फोन गरेर चाहिँ तल बोलाउनु पर्ने भयो। ए अघि नै हामीले स्टार्ट गरेको बाटो थियो नि, त्यो त्यही हो जस्तो लाग्यो मलाई यो। ल अझै म उनीहरूलाई कल गर्छु, अनि कल गरेपछि उनीहरूलाई चाहिँ म तल बोलाउँछु। म यहीँ पर्खिनु पऱ्यो अब उनीहरूलाई। ल म चाहिँ तल झरिसकेँ। ल उनीहरूको नम्बरै उपलब्ध हुन सकेन भन्दैछ त हो। के हो ल लेट्स सी के हुन्छ। यस्तो फोन त यस्तो हल्लेको, सरी है हल्ला आएकोमा। ल उनीहरूलाई म कल गर्छु, अनि त्यस पछाडि म यहाँ पर्खिन्छु यार। 2-3 पल्ट भनिसकेको होला एउटै शब्द। ल अब चाहिँ के प्लान भयो भन्दाखेरि उनीहरू एकछिन उतै बस्ने भन्दैछ, अनि तिमी पनि आउन भन्दैछ। अब फेरि माथि चढ्नु हेर उनीहरूलाई लाउरे होटेलमा भेट्नु पर्ने भयो। ल म चाहिँ फेरि अब यो बाटो जाँदैछु उनीहरूलाई भेट्नलाई। ल अब म उतै पुगेर फेरि 10 मिनट चढ्नु पर्ने भयो माथि। माथि चढेर उनीहरूलाई भेट्नु पर्ने भयो, अनि उनीहरूलाई भेट्छु। अनि त्यस पछाडि त्यहीँ पुगेर देखाउँछु नि तपाईँहरूलाई। ल ल हेर्दै गर्नु होला, धन्यवाद। हेर्दै गर्नु होला। ल म चाहिँ हिँड्दै गर्छु। ल स्टोरेजले पनि टेन्सन दियो क्या, के भन्छ अड्के भइदियो क्या। सरी भिडियो गर्दै स्टोरेज इज फुल भनेर अड्के भइदियो क्या। त्यही भएर चाहिँ अनि अब मजा आइरहेको छ। फेरि अघि नै देखाएको थियो नि बाटो, त्यस्तै बाटोमा फेरि चढ्दैछु माथि साथीहरूलाई भेट्नलाई। अब सबैले 10 मिनट मात्रै भन्नुहुन्छ। अब हेरौँ यार, म त कति धेरै हिँडिसकेको जस्तो फिल भइरहेको छ, तर पनि केही छैन।
ल ल ल ल अनि कहाँ रहेछ अरे केटाहरू यहाँ छ जस्तो लाग्यो मलाई गाइजहरू साथीहरू हेर म कति तल पुगिसकेको थिएँ अनि साथीहरू त भरे यहाँ पो रहेछ है ल ल केही छैन रमाइलो भयो अनि सर्टकट छिर भन्दैछ म त कहाँ पुगेँ नि हौ ल यहाँ अड्केर बसिरहेको रहेछ है त्यो दिल जलेमा पहिला नै अजय देवगन कस्तो लुक्समा हुन्थ्यो त्यस्तै लुक्समा बसिरहेको छ त्यो दुईटा बाइकमा खुट्टा फाडेर बस्थ्यो नि त्यो अजय देवगन पहिला नैको त्यस्तै बसिरहेको छ ल यार भेट भयो उनीहरूलाई भेटेपछि देखाउँछु भनेको थिएँ नि होइन ल कहाँ पुगेर आइसकेँ म यिनीहरू भन्नुपर्ने होला उनीहरूले अब ब्लगमा हेर्छ म कहाँ पुगेर आइसकेँ अब एकैचोटि अब यहाँ यसो यताउति के गरिन्छ त्यस पछाडि तलै गएर भेट हुन्छ होला अब त आइ पनि सक्यो अघि तल पुगिसकेको मान्छे हो नि म त होइन र अब उतै तल गएर एकपल्ट म त्यो जुन अघि नै झुलुङ्गे पुलबाट मैले स्टार्ट गरेको थिएँ नि त्यहाँ पुगेर मात्रै देखाउँछु जस्तो लागिरहेछ तर केही कथमले मलाई देखाउनु मन लाग्यो भने चाहिँ म फेरि खिच्न सक्छु है केही त्यस्तै इन्ट्रेस्टिङ मलाई लाग्यो भने र तपाईँहरूलाई पनि त्यो इन्ट्रेस्टिङ लाग्छ भन्ने महसुस मलाई भयो भने ल अब चाहिँ होइन मैले यहाँ के अरे लाउरे रिसोर्ट आइपुगिसकेर यो चाहिँ होमस्टे पनि रहेछ रिसोर्ट पनि रहेछ होइन यहाँ आइपुगिसकेर अब चाहिँ यहाँ प्रोटिन इन्टेक पुरा गर्नु पर्यो यार ल ल अब म एकछिन खाजासाजा खाएर त्यस पछाडि अनि लाग्दिनु पर्छ होला ल हेर्दै गर्नु होला है घरमा भेट हुन्छ ल ल ल अब जहाँसम्म लाग्छ मलाई घरमै गएर भेट हुन्छ जस्तो लाग्यो हौ त्यस्तै लागिरहेछ हेरौँ बिचमा केही अब साँझ पनि परिसक्यो अब बेलुकै भेट हुन्छ होला हाम्रो बेलुका भन्न आएछ घरमै पुगेर भेट हुन्छ अब म प्रोटिन इन्टेक पुरा गर्छु अनि प्रोटिन इन्टेक खाजा केही खान्छु अनि त्यस पछाडि ल खाजा मैले देखाइहालेँ अन्डा कोला स्याउ अनि अर्को एउटा स्पेसल पनि आउँदैछ त्यो पनि देखाउँछु अनि चाहिँ घर पुगेर भेट्छु ल अघिदेखि स्पेसल भनेको चाहिँ दाइले ल्याइदिइसक्नुभयो स्पेसल ल अर्को स्पेसल है आजको प्रोटिन यसमा कति होला प्रोटिन आफै गेस गरेर यहाँ पनि दामी प्रोटिन छ है तर हल्का चिट मिल जस्तै छ है हल्का फ्राई गरेको कस्तो यहाँनिर सब छ हौ अन्त फ्राई गरेको भन्नु चाहिँ हल्का चिट मिल जस्तै हुन्छ तर किनभने म त स्ट्रिक्ट डाइटमा बसिरहेको छु नि त अनि आज तर चिट मिल चाहिँ गर्नु हुँदैन है म चाहिँ चिट मिल गर्नु भनेर कसैलाई पनि भन्दिनँ होइन चिट मिल चाहिँ गर्नु हुँदैन तर पनि यस्तो ओइली कुराहरू खानु हुँदैन भनेर नै भन्छु एउटा बोल्दा बोल्दै फोन स्विच अफ भयो कि आज डे 34 को मेरो आज मैले के गरेँ त पुसअप हाने अनि मजाको वर्कआउट भइहाल्यो हाइकिङमा होइन लेगको त खतरा भयो अब भोलि फेरि लेग डे छ होइन त्यो पनि मेरो भ्लग यहाँसम्म हेरिदिनु भयो भने धन्यवाद।